हाम्रो इन्डियन न्युजको जति फलोवरहरू छ नि त्योभन्दा बेसी त युट्युबरहरूको भइसक्यो। युट्युबरहरूको यिनीहरूले नि कसम खाइ न्युज पढ्यो भने पनि क्या हो यिनीहरूको न्युज कसैले सुन्दैन। हाम्रो यति कुरा म ग्यारेन्टीको साथमा भन्नु सक्छु कि आउँदो भविष्यमा नि भोलिको दिनमा नि हाम्रो इन्डियन मिडियाहरू छ नि, हाम्रो इन्डियन मिडिया यिनीहरूले नि कसम खाइ न्युज पढ्यो भने पनि क्या हो भगवान् कसम हामीले यो न्युज भनेको सही हो, एकदम साँचो कुरा भनेको भनेर भन्दाखेरि पनि कसम खाएर पनि न्युज पढ्दाखेरि नि यिनीहरूको न्युज कसैले सुन्दैन। हाम्रो इन्डियन न्युज त्यति खतम भइसकेको छ, त्यति खतम। अब हेर्नुहोस् न, आजभन्दा पहिला पनि त्यो सिक्किममा जब त्यो ड्याम फुटेर त्यो सिक्किम बर्बाद गर्यो, त्यही सालमा फेरि मणिपुरमा कुकी र मैती समुदायको झडप भएर कति मणिपुर जलेर खरानी भयो। मेरी कोमसम्मले भन्यो, सपोर्ट माग्यो, तर त्यो न्युज देखाएन। त्यतिखेरको ब्रेकिङ न्युज के थियो? सीमा हैदरको त्यो पाकिस्तानबाट आएको त्यसको त्यो ब्रेकिङ न्युजमा। अन्त अर्को न्युज के थियो? आलोक मौर्य, ज्योति मौर्य ने छोडिदिया अपनी पति को, त्यो त्यतिखेर त्यो ब्रेकिङ न्युज थियो। अहिले पनि हालैमा मणिपुरको विष्णुपुर भन्ने ठाउँमा एउटा बमबारीमा 2 जना नानीहरू मर्यो। मणिपुरको जम्मै जनताले मिलेर प्रोटेस्ट गर्दैछ। तपाईहरुले एउटा न्युज सुन्नु भएको छ मणिपुरको बारेमा? भगवान है कहाँ रे तू, है मैं भी खोया हूँ मुझे सुन्नु पनि हुँदैन। अब हेर्दै जानुहोस् ल, यिनीहरूको भोलिको दिनमा केही औकात हुँदैन। त्यही भएर अहिले हाम्रो इन्डियन न्युजको जति फलोवरहरू छ नि त्योभन्दा बेसी त युट्युबरहरूको भइसक्यो। युट्युबरहरूको किनभने यिनीहरूमाथि नि जनतालाई नि विश्वासै उठिसकेको छ।